सामाजिक सञ्जाल द्विधारी दरबार हो। यसले मानिसलाई जोड्न सक्छ तर गलत सूचनाले विभाजित पनि गर्न सक्छ। एलोन मस्क। आजको यस कार्यक्रमका आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, आदरणीय निर्णायक मण्डलज्यूहरू उपस्थित सम्पूर्ण मान्यजनमा म कक्षा 5 मा अध्ययनरत प्रतिस्पर्धी नम्बर 33 को तर्फबाट हार्दिक नमस्कार। आजको यो मञ्च जहाँ विचारहरूको प्रतिस्पर्धा हुन्छ, जहाँ शब्दहरूले चेतना र परिवर्तन ल्याउने प्रयास गर्छन्, यस मञ्चमा उभिनु आफैमा गर्वको विषय हो र यो भव्य र सभ्य मञ्चबाट आजको समयको जल्दो बल्दो विषय सामाजिक सञ्जाल अवसर र चुनौतीमा आफ्ना विचारहरू प्रस्तुत गर्न पाउँदा एकदमै हर्ष विभोर भएको छु र यो कार्यक्रमको आयोजकप्रति हार्दिक कृतज्ञ छु। सामाजिक सञ्जाल यो केवल प्रविधि होइन, यो हाम्रो युगको दार्शनिक विमर्श हो। यसले हाम्रा विचारहरूलाई आकार दिन्छ, हाम्रा आवाजहरूलाई दिशा दिन्छ र हाम्रा स्वप्नहरूलाई उडान दिन्छ। जहाँ एकातिर खतरा छ त्यहाँ अर्कातिर अपार सम्भावनाको उज्यालो पनि छ। आज हामी एउटा यस्तो कालखण्डमा उभिएका छौँ जहाँ एउटा स्मार्टफोनको स्क्रिन विद्यालय पनि बनिदिन्छ, व्यापारिक मञ्च पनि र आन्दोलनको चौतारी पनि। एक क्लिकमा विचार फैलिन्छ, एउटा रिलले जिन्दगी बदलिन्छ र एउटा पोस्टले हजारौँलाई चेतनाको झट्का दिन सक्छ। महोदय, एक समय थियो जब गुणस्तरीय शिक्षा केवल सहरमा सीमित थियो। आज युट्युबले गम्भीर्यका साथ गणित पढाउँछ, फेसबुकले विज्ञान छलफल गर्छ र इन्स्टाग्रामको 1 मिनेटले विदेशी विश्वविद्यालयका टिप्स दिन्छ। यसले शिक्षालाई लोकतान्त्रिक बनाइदिएको छ जहाँ धनभन्दा जिज्ञासालाई प्राथमिकता मिल्छ। कक्षा कोठाभित्र सीमित शिक्षा आज डिजिटल प्लेटफर्मभित्र छिरेर 40-45 जनाबाट लाखौँमा पुगेको छ। नेपालमै युट्युबका गुरुबाको कक्षा नलिने विद्यार्थी कमै होलान्। भारतका खान सरको युट्युब च्यानलको सब्स्क्राइबर्स नै 2 करोड माथि छ। करोडौँले शिक्षाको लाभ लिइरहेका छन्। अर्को अवसर जोड्न चाहे, जहाँ पहिले व्यवसाय गर्न पुँजी, सम्पर्क र पहुँचको आवश्यकता पर्थ्यो, आज केवल एउटा विचार, मोबाइल र आत्मविश्वास पर्याप्त छन्। गाउँका युवतीले लोककथालाई व्यवसाय बनाएकी छन्। घरमै बस्ने युवाले डिजिटल कला बेचेर अन्तर्राष्ट्रिय ग्राहक कमाएका छन्। यसले त केवल रोजगारी होइन, रोजगारी सिर्जना गर्ने आन्दोलन जन्माएको छ। थोरै रकमबाट सुरु गर्नुभएको 19 वर्षीय निकिता आचार्यको अनलाइन सपिङ आज करोडौँको भएको छ। फोर्ब्स एसिया 30 अन्डर 30 मा पर्न सफल हुनुभयो। यस्ता उदाहरण सयौं छन्। महोदय, त्यति मात्रै कहाँ हो र? जहाँ पहिले आवाज चोकको गल्लीसम्म मात्र सीमित थियो, आज त्यो ट्विटरको ह्यासट्यागबाट संयुक्त राष्ट्र सङ्घसम्म पुग्छ। युवाहरूले सडकको भिडभन्दा अघि अब डिजिटल भिड मार्फत आफ्नो आवाज बुलन्द गर्न थालेका छन्। ब्यालेन्स र हर्क सम्पर्कको उदयको श्रेय सामाजिक सञ्जाललाई दिने कि नदिने त? अबका प्रजातान्त्रिक चुनावहरू पहिला सामाजिक सञ्जालमा हुन्छन् अनि मात्र ब्यालेट बक्समा। तर अवसरको साथ सधैँ उत्तरदायित्व पनि आउँछ। चेतना बिना सूचना विकृति बन्न सक्छ, प्रेरणा बिना तुलनाले आत्महित जन्माउँछ। हामीले बुझ्नुपर्ने कुरा के हो भने सामाजिक सञ्जाल आत्मविकासको साधन हुन सक्छ, तर त्यो तुलना, सन्देह र आडम्बरको रङ्गमञ्च पनि बन्न सक्छ। सामाजिक सञ्जाल जुन प्रारम्भमा सम्बन्ध कस्ने एउटा सरल माध्यम थियो, जसले हरेक घर र व्यक्तिलाई एक आपसमा जोडेर राखेर भौतिक दूरीलाई छुट्यायो, यसले आज हाम्रा भावनात्मक संसारमा गहिरो छाया छरिरहेको छ। आत्मप्रस्तुतिकरणको रङ्गमञ्चमा हामी दैनिक नयाँ अभिनय गरिरहेका छौँ। हास्य, सफलता, सौन्दर्य र उपलब्धिका मुखौटाले भरिएको चञ्चल नाटक। यस्तै नाटकले जन्माएको साइबर अपराधको सङ्ख्या एकदमै डरलाग्दो छ। महोदय, नेपालमै 2023-24 मा 19,730 साइबर अपराध दर्ता भएका छन् र यसको ग्राफ अझै बढ्दो छ। पैसा ठगी, ब्ल्याकमेलिङ, धम्की, यौन हिंसा जस्ता घटनाहरू यसभित्र पर्दछन्। त्यसैले त आवश्यक छ एक प्रकारको डिजिटल आत्मसंयम। हामीले हरेक प्रतिक्रिया, हरेक पोस्टलाई एक प्रकारको सजगताका साथ हेर्नुपर्छ, किनभने जब चेतनाले सञ्जाल चलाउँछ त्यो ज्ञान हुन्छ र जब लालसाले चलाउँछ त्यो भ्रम हुन्छ। सामाजिक सञ्जाल अब केवल सूचना प्रसारणको यन्त्र होइन, यो मानव सभ्यताको भावी रूप निर्माण गर्ने प्रयोगशाला हो। हामी कसरी पोस्ट गर्छौँ, के कुरामा ध्यान दिन्छौँ र कसरी प्रतिक्रिया जनाउँछौँ, यी सबैले हामीभित्रको मूल्य, विवेक र आत्मदृष्टिलाई उजागर गर्छ। अब हामीले यस्तो सामाजिक सञ्जाल निर्माण गर्नुपर्छ जहाँ सम्पर्कहरू सम्बन्धमा बदलिन्छन्, सूचना चिन्तनमा र प्रविधि मानवतामा। हरेक स्क्रोल, हरेक पोस्ट, हरेक दृश्य यो केवल क्लिक होइन, यो सम्भावनाको सञ्जीवनी बुटी हुन सक्छ। अन्त्यमा यदि हामीले विवेकपूर्वक यस शक्तिको उपयोग गर्यौँ भने सामाजिक सञ्जाल केवल प्रविधिको